बिहान 6 बजे म क्रिकेट जाँदाखेरि हेर न कुहिरो कस्तो छ। क्यामेराम्यान केही राम्ररी रेकर्ड भइरहेको थिएन। हेर न यहाँ कस्तो राम्ररी उज्यालो नि भएको थिएन। तर अब पानी क्रिकेट खेल्ने पऱ्यो, के गर्ने। यस्तो रात थियो तैपनि म क्रिकेट खेल्न गइदिएँ कडलमा। यहाँ 15 मिनट जति हिँडेपछि बल्ल तल्ल हेर रोडमा पनि कस्तो कुहिरो लागेको थियो। राम्ररी यो क्यामेरै पुरै केही देखिरहेको छैन, त्यसरी कुहिरो लागेको थियो। आज त झन् खत्तम लागेको थियो आज कुहिरो। बल्ल तल्ल पुगेँ त्यसपछि कडलमा पुगेँ। बल्ल तल्ल भित्र गएँ। त्यहाँपछि रनिङ हाने 4 किलोमिटर कुदेपछि अनि केही समयपछि उज्यालो भइहाल्यो। उज्यालो भएपछि यहाँ ग्राउन्डमा स्प्रिन्ट हाने 10 सेट स्प्रिन्ट गरेँ। त्यहाँपछि 10 सेट स्प्रिन्ट गरिसकेपछि लाइन एन्ड लेन्थ बलिङ गर्न गयो। त्यहाँ लाइन एन्ड लेन्थ बलिङ गरेँ। लगभग 15 ओभर जति लाइन एन्ड लेन्थ बलिङको प्र्याक्टिस गरेँ। नभन्दै 9 बजिसकेर रहेछ। आजको मेरो यो क्रिकेटको रुटिन यति नै हो। 9 बजीसम्म मेरो क्रिकेट रुटिन के कस्तो लाग्यो कमेन्ट गर्नु होला तल।